हाई एभ्रिवान, आजको हाम्रो यात्रा भनेको चाहिँ लुम्बिनीसम्मको थियो। त्यसपछि हामी फ्यामिली सबैजना, उहाँ चाहिँ मेरो हस्बेन्ड, पछाडि बस्नु भएको आमा दिदीहरू बाबु भएर हामी 3टा गाडी लिएर लुम्बिनीतर्फ लाग्यौँ। त्यसपछि हामी दाईहरू चाहिँ बुटोलबाट आउनुभएको थियो। त्यसपछि हामी रामापुर करौलीदेखि छिरेर भित्री बाटो हुँदै लुम्बिनीसम्म पुग्न लाग्यौँ। यो चाहिँ मेरो बाबु। त्यसपछि हामी बाहिरको भ्यू हेर्दा झारेर सबैजना मिलेर एउटा सानो भिडियो बनाइहाल्यौँ। त्यसपछि हामी यसरी अघि बढ्यौँ। इन्डियाबाट सानीमा घुम्न आउनुभएको थियो। सानीमा र भाइलाई घुमाउने भन्ने उद्देश्यले हामी चाहिँ लुम्बिनीको यात्रामा लागेका थियौँ। त्यसपछि हामी यसरी यसमा घुम्यौँ। त्यसपछि फेरि अलिकति गर्मी मौसम पनि थियो, खाए गर्दै त्यसपछि हामी घुम्दै घुम्दै रमाइलो गर्दै लुम्बिनीमा घुम्यौँ। गौतम बुद्धको जन्म भएको यो स्थल लुम्बिनी अति नै राम्रो छ, अति नै सुन्दर छ। यहाँ बाबुहरूले चाहिँ यसरी ढोग गरिरहेका छन्। लुम्बिनी चाहिँ पर्यटकीय स्थल पनि हो। यहाँ विभिन्न देशबाट पर्यटकहरू घुम्न पनि आउनुहुन्छ र विभिन्न देशहरूले आफ्नो मन्दिरहरू पनि बनाउनु भएको छ। यहाँ चाहिँ बाबुहरू यसरी चिप्लेटी खेल्दैछन्। उनीहरू पनि एकदमै रमाइलो गरिरहेछन्। आमालाई चाहिँ नाति पल्टिने हो कि भन्ने पिर छ, आमाको प्यारो नाति। र यसै गरी अब हामी चाहिँ यो चाइनिज टेम्पलतिर लाग्यौँ। त्यसपछि फेरि हामी लुम्बिनीको मुटु जुन चाहिँ वाइट टेम्पल छ त्यतातर्फ लाग्यौँ। त्यसपछि हामी एउटा उतापट्टि कुनामा गएर यसरी खानाहरू चाहिँ बनाएर लगेका थियौँ। पुरी, अचार, तरकारीहरू बनाएर लगेका थियौँ। त्यसपछि हामी चाहिँ चटपटे खाने भन्ने प्लान बन्यो। अनि त्यसपछि चटपटीको सबै सामानहरू चाहिँ हामीले घरबाटै बनाएर लगेका थियौँ होइन। मैना कार्कीले चाहिँ यसरी पुरी अचारहरू बाँड्दै हुनुहुन्छ, हेल्पिङ ह्यान्ड्सहरू टन्नै हुनुहुन्छ। दाइले चाहिँ पुरी मिठो मानेर खानुभएको छ होइन। त्यसपछि हामी सबैजना मिलेर छिटो छिटो खायौँ। त्यसपछि म चाहिँ मिठो चटपट बनाउनमा मस्त छु, एकदम व्यस्त छु, काटकुटहरू भइरहेछ। त्यसपछि हामी एकदमै गफ गर्दै इन्जोय गर्दै हाँस्दै भिडियो क्लिपहरू बनाउँदै एकदमै रमाइलो गरेर चटपट चाहिँ अब लगभग रेडी भइसकेको छ। हेर्दाखेरि चाहिँ एकदमै मिठो देखिन्छ चटपट, खाँदा चाहिँ कस्तो छ त्यो चाहिँ अहिले भन्छु है त। यसरी हामी उहाँ चाहिँ विष्णुजी, उहाँले चाहिँ कोक सर्भ गरिराख्नु भएको छ। त्यसपछि म चाहिँ एक प्लेट चटपट बाँड्दैछु। दिदीले चाहिँ सपोर्ट गरिराख्नु भएको छ, बाबु दिदीले। त्यसपछि कोही खाँदै हुनुहुन्छ, ठुलिआमा, सानीमा, आमा दिदीहरू चाहिँ बसेर खाँदै हुनुहुन्छ। एकदमै रमाइलो भएको थियो कि। त्यसपछि फेरि अब उहाँ पुगेपछि टिकटकमा हाल्नको लागि, फेसबुकमा हाल्नको लागि भिडियो त बनाउनै परिहाल्यो। बाबु चाहिँ उताबाट आएको रहेछ, मैले चाहिँ देखेको थिइनँ। त्यसपछि एउटा सानो भिडियो क्लिप पनि बनाइहालेँ। यसको क्रेडिट चाहिँ मैना कार्कीलाई छ है त। त्यसपछि यसरी फुलहरूको पनि भिडियो लिएँ र त्यसपछि हामी त्यहाँबाट निस्केर मायादेवी टेम्पलतर्फ लाग्यौँ। यो चाहिँ शान्तिदीप हो जुन 24 घन्टा परिरहन्छ। त्यसपछि हामी अब चाहिँ बोटिङको क्रममा छौँ। बोटिङ गर्ने भनेर प्लान बन्यो। त्यसपछि हामी सबैजना भएर यसरी नाच्दै, मेरो श्रीमान कति खुसी हुनुहुन्छ, मेरो टिम सबैजना दाइ दिदीहरू है एकदमै खुसी हुँदै रमाइलो गर्दै यसरी हामी चाहिँ बोटिङ गऱ्यौँ। बोटिङमा चाहिँ साँच्चै नै भनेको एकदमै रमाइलो भएको थियो। भाइ पनि एकदमै खुसी हुनुभयो। नेपालको झन्डा लगाएको बोटमा हामी चाहिँ एकदमै रमाइलो गर्दै हिँड्यौँ। बाबु पनि छ है। त्यसपछि रुसाङ र म भएर एकदमै नाच्यौँ। सबैजनाले गीत गाउनु भयो। त्यसपछि रुसाङ र मेरो चाहिँ कम्पिटिसन थियो, बाबुको र मेरो। यसरी अँध्यारोमा पुगेका थियौँ हामी। त्यही पनि एकदमै रमाइलो भयो यो बोटिङ चाहिँ। अँध्यारोमा के हुने हो कि भन्ने डर पनि थियो। त्यही पनि म चाहिँ
उभिएरै वहीँसम्म पुगेँ। त्यसपछि फेरि एउटा सानो भिडियो क्लिप नेपालको झन्डा देख्दाखेरि बनाउन मन लागिहाल्यो। त्यसपछि भोटिङ सकेर हामी अब लाग्यौँ मायादेवी टेम्पलतिर। मायादेवी टेम्पल चाहिँ लुम्बिनीको मुटु नै हो। यसरी बिचमा चाहिँ हामी बिचको लेनमा हामी यसरी इन्जोय गर्दै 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 गयौँ मायादेवी टेम्पल। त्यसपछिको यात्रा हाम्रो अब चाहिँ हामी मायादेवी टेम्पलभित्र गयौँ। यहाँ चाहिँ फोटो खिच्न पाइँदैन थियो। यो चाहिँ बाहिरको भिडियो हो। दिदीहरूले हाई भन्नुभएको छ, दाई, भाइ, रितिका, मैना, विष्णुजी, रमा दिदी र उहाँ चाहिँ आमा। यसै गरेर हामी सबैजना मायादेवी टेम्पलभित्र छिर्यौँ। र यो चाहिँ साँझको दृश्य हो। यहाँ चाहिँ दीपहरू जलिरहेका छन्। यो दीपले पनि एकदमै ऊर्जा प्रदान गर्छ भन्ने छ। त्यसपछि अब चाहिँ हामी एन्डिङ स्टेजमा थियौँ। उहाँहरूलाई चाहिँ अलिकति छिटो जानुपर्ने भएको थियो। त्यसपछि हामी डिनर गरेर जाने भनेर गुलमोहर रेस्टुरेन्टमा गयौँ र त्यहाँ हामी सौरभसँग भेटेर फोटो भिडियोहरू लियौँ। यहाँ चाहिँ बाबुहरू खेल्दैछन्। त्यसपछि फेरि अब नेक्स्ट टाइम छिट्टै घुम्ने, छिट्टै फेरि भेट हुने भन्ने बाचाका साथ हाम्रो टिम चाहिँ यसरी बिदाई हुन्छ। बाई बाई।